आज म तपाईहरूलाई केही जानकारी दिन जाँदैछु। यदि तपाईहरू लङ रुटको यात्रा गर्दै हुनुहुन्छ र कुनै पनि देशमा लामो समयसम्म ट्रान्जिट छ भने त्यो ठाउँमा तपाईलाई खानेकुराहरूको अभाव हुन सक्छ। हामीलाई पनि त्यस्तै भएको थियो र आज हामी एयरपोर्टमा लामो ट्रान्जिट भएको कारणले गर्दाखेरि हामी खाना खाने ठाउँमा पुग्यौँ र यहाँ 2वटा समोसाको मूल्य नेपाली रु 750 थियो र यहाँ खाना त धेरै नै थियो, जस्तै तपाईँको ब्रेडहरू, केएफसी, अरू बर्गर, पिज्जाहरू, चाइनिज फुडहरू, युरोपियन खानाहरू प्रशस्त हुन्छ यहाँ। तर एयरपोर्ट जस्तो ठाउँमा तपाईको महँगो पर्न जान्छ, किनभने यहाँ तपाईको अन्तर्राष्ट्रिय स्तरको मूल्य हुन्छ सबै सामानहरूको। त्यस्तै हामी भात, अब नेपालीको बानी हुन्छ भात खाने क्रममा हामी खाना खोज्दै गयो तर भात पाएनौँ। हामी एक ठाउँमा सादा बिरयानी पायौँ। त्यो बिरयानी त पक्कै हाम्रो स्वादको हुँदैन, तैपनि हामी खायौँ। तर एक प्लेट त्यो बिरयानीको मूल्य नेपाली रुपैयाँ 1300 पर्यो। त्यसैले यदि तपाईसँग पैसाको अभाव छ भने लङ दूरीको यात्रामा लामो ट्रान्जिट भएको ठाउँमा सकेसम्म घरबाट ड्राई फुड्सहरू जस्तै कि बिस्किट, चाउचाउ, दालमोट, भुजिया जस्ता सामानहरू, खानेकुराहरू लिएर हिँड्नुभयो भने तपाईलाई धेरै नै सहयोग हुन्छ। यदि तपाईसँग प्रशस्त पैसा छन् भने त मतलबै हुँदैन। यो एउटा साधारण मान्छेहरूको लामो यात्राको लागि जानकारीको लागि